हेलो नमस्ते। एकैछिन यो मिराज ढुङ्गानाको कुरा सुनौँ है। नमस्ते, म मिराज ढुङ्गाना। म तपाईहरु जस्तै सामान्य मान्छे। न मलाई नेता हुनु छ, न मलाई मन्त्री हुनु छ, न मलाई के हुनु छ। देशलाई राम्रो होस्, देश राम्रो बाटोमा जाओस् भन्ने बाहेक मलाई अरु केही पनि छैन, थिएन। अब जेनजी आन्दोलन हुँदाखेरि म सुरुबाट नै इन्भल्भ थिएँ हैन, तर मबाट के चाहिँ गल्ती भएछ भन्दाखेरि म चाहिँ जंगी अड्डा गइन र हाम्रा केही किन मिराज भाइ किन नजानु भएको तपाईँ जंगी अड्डामा? तपाईँ जंगी अड्डामा जानुपर्ने मान्छे, जनताको लागि नयाँ म्यान्डेट बोकेर हिँड्नु भएको मान्छे। तपाईँ जंगी अड्डामा किन जानु भएन? तपाईँ सदनसम्म किन जानु भएन? सदनमा पुगेर जनताको चाहिँ पक्षमा तपाईँले बहस किन गर्नु भएन? जेनजी आन्दोलनको लागि तपाईँले सुरुवात गरिसकेपछि अन्त्य पनि गर्नु पर्थ्यो। तपाईँ अगाडि जानु पर्थ्यो। तपाईँले कसैले पनि रोकेका थिएन। कसैले थ्रेट दियो भने तपाईँ पछाडि हट्ने कुरै हुने थिएन नि त। जब सुरु गरिसकेपछि, छोरा मान्छेले जब सुरु गरिसकेपछि त्यहाँ कसैको थ्रेट छ भनेर तपाईँ पछि हट्ने कुरा हुन्छ? तपाईँ अगाडि गएर बोल्नु पर्थ्यो, तपाईँले गर्नु पर्थ्यो जनताको निम्ति। यदि तपाईँको ज्यानै जान्छ भने तपाईँ अगाडि उभिनु पर्थ्यो कि पर्ने थियो कि पर्ने थिएन? तपाईँले सुरुवात गर्नु भएको जुन आन्दोलनमा 75 देखि 80 जना चाहिँ युवाले चाहिँ जुन ज्यान गुमाएको छ, त्यो उनीहरूको चाहिँ ज्यान होइन हो कि होइन भन्नुहोस् त? तपाईँ जानु पर्थ्यो के? जंगी अड्डा जानु पर्थ्यो, सदनमा जानु पर्थ्यो। कहाँ जानुपर्छ? जनताको लागि लड्छु भनेर लडिसकेपछि तपाईँ जानुपर्ने हुन्छ के? जसरी पनि जानै पर्ने हुन्थ्यो। तपाईँ अहिले आएर तपाईँले गल्ती भयो भन्नुहुन्छ। तपाईँको गल्तीले यहाँ कति चाहिँ समस्या आउँछ तपाईँले त्यो सोच्नु भएको छ? भन्नुहोस् त।